तिमीहरूलाई पनि कस्तो टेन्सन भयो होला है त्यसरी आइडिया आएको त के भिडियो सेयर गर्ने पाएन भनेर है हो त सबैले प्रायःले युज गर्नुहुन्छ नि त अनि मलाई नि आज फेरि कस्तो रङ्ग लागेको के रङ्ग लागेको भन्दा पनि त्यहाँ मेरो आज मैले क्युएनए गरेको थिएँ अनि गाइस सजिलो छ नि आजकल थम्बनेल गराउन नि तपाईँहरू कोही केटासँग तपाईँ यही केटा हो कि खेल्नु साँच्चीको त यही केटासँग So, hello and namaste guys, welcome back to my new video. I hope सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै आरामै छु नेक्स्ट डे नेक्स्ट भ्लग स्वागत छ सबैजनालाई नयाँ भ्लगमा आजको भ्लगको स्टार्टिङ चाहिँ अलिकति रातिबाटै रहेको छ किनकि मैले चाहिँ अब हाम्रो चाहिँ मुकबाङ सक्यौँ अनि त्यसपछि बल्ल भ्लग स्टार्ट गरेको किनकि मैले चाहिँ मेरो च्यानललाई पनि अब यो च्यानललाई पनि कन्टिन्यू दिउँ भनेर चाहिँ फेरि भ्लग स्टार्ट गरेको गाइज अनि आज चाहिँ मैले मम्मीको रुमबाट भ्लग स्टार्ट गरेको छु मैले चाहिँ हिजो मम्मीको चाहिँ यतापट्टिको रुम चाहिँ मिलाइसकेको थिएँ किनकि मम्मी हुनुहुन्न नि त अनि त्यही भएर बेडमा चाहिँ कोही सुतिन्न अनि त्यही भएर अलिअलि चाहिँ मिलाएको थियो अनि यतापट्टिको ओर्नी चाहिँ हामीले अर्को रुममा लगेको थियौँ बिस्तारा चाहिँ त्यति मिलाउनु पनि छैन तर एलेक्सलाई आज म भाँडा मार्दै थिएँ एलेक्स ड्रेस चेन्ज गर है भनेको त उसले त सबै लुगाहरू भताङ र भुतुङ पारेछ नि गाइस अनि त्यही भएर मैले चाहिँ फेरि मम्मीको रुम चाहिँ एकचोटि फेरि सफा गरिदिनु पर्ने हुन्छ किनकि एलेक्सले आफ्नो ड्रेसहरू कहाँ राख्ने के राख्ने उसको उनी होइन क्या अनि बेबीको ब्याग चाहिँ यहाँ राखिदिएर मैले टेबल पनि स्वाट्ट पारिदिएको थिएँ यहाँ यो दुइटा उनीहरू राखिदिएर बट एलेक्सले चाहिँ यो चाहिँ अलिकति फोहोर गरेछ अनि मम्मी आउनुभयो भने फेरि रिसाउनु अब मम्मीलाई गाइस अरू सबै कुरामा हो भन्नुहुन्छ तर यो रुमहरू फोहोर देख्नुभयो भने थोरै फोहोर देख्नुभयो भने चाहिँ अलिकति रिसाउनुहुन्छ क्या भनौँ न मम्मीलाई चाहिँ अलिकति सफा चाहिन्छ क्या अरू नभए पनि घर सफा चाहिँ गर्नुपर्छ छोरी मान्छेले जसरी भनौँ न अनि मम्मीलाई चाहिँ घर चाहिँ सफा चाहिन्छ अनि त्यही भएर चाहिँ गाइस आज चाहिँ मैले चिरिच्याट्टा पारिदिन्छु किन अब फेरि मैले आज जति नै सफा गरेँ पनि भोलि फेरि यस्तो नै हुन्छ अनि फेरि भोलि सफा गरेँ पछि यस्तो नै हुन्छ त त्योभन्दा सफा नगरिकन बस्न त भएन नि त त्योभन्दा अगाडि चाहिँ मैले आज किचन सफा गर्छु भाइहरूलाई पनि लगाएर बाहिर सफा गर्नु भनेको गाइस लगातार पानी परेर फाड्न केही गर्न पनि भएको छैन तर भित्र त पानी परे पनि सफा गर्नु मिल्छ नि त पहिला चाहिँ मैले किचनको चाहिँ भाँडाहरू चाहिँ हामीले सबै टोटली माझिसक्यौँ केही पनि माझ्नु पनि छैन काँसको थालाहरू पनि झिकेर माझिसकेँ अघि मुकबाङ गरिसकेपछि अब चाहिँ मैले त्यहाँ टेबलहरू मिलाउँछु मेन भनेको फ्रिज सफा गर्छु फ्रिजमा चाहिँ धेरै फोहोरहरू भयो भने पनि बास्नाहरू आउने केही खानेकुराहरू राखेकोमा बास्ना आउने हुन्छ नि त त्यो सफा गर्छु किचन ऱ्याकहरू सफा गर्छु अनि हाम्रो हेलो छोरी हेलो भन न तिमी स्कुलमा आज के पढ्यौ के खोजेको र यस्तो कि यसले नै कोठा कहिले सफा हुन दिँदैन कि अब ऊ के फालिदिन्छ ऊ अब ल उसले के फाल्छ के कहाँ लगाएर राख्छ केही थाहा हुँदैन अनि यता आइदै सुनको बिल फेरि कुल्यो होला यसरी हेर त बुढा हाम्रो सुनको बिल कुल्यो के भएछ नि मजा देऊ न मलाई प्लिज छिटो छैन मजा धोकै एउटा नि धोकै छैन सो गाइस त्यही हो अनि अब चाहिँ म सबै कोठाहरू सफा गर्छु मामीले किचन सफा गरिरहन् अनि प्रतीक्षा दिदी के गरिरहन् चिया पकाइरहा चिया पकाइराखो ओए चियाबाट त खतरा घुमाउँछु त ठन्न पारेर मलाई मम्मी मिलेर अब फ्रिज सफा गर्छौँ भन मारा मामी मिलेर फ्रिज सफा गर्छ समात्ने सो गाइज म चाहिँ अब भ्लग गर्न सिकिरहेको छु भन न गाइज अब म चाहिँ भ्लगमा गर्न सिकिरहेको अरू अरू नि बोल्नु नि त अस्ति त भ्लग गरेर खुबै बोली थियो त आज बोल्दिनौ त्यतिकै म गरेर भ्लग बन्छ र छोरी के बनाएर हेर्नु नि बाबु जानु प्रतिष्ठा दिदीलाई केही छ त तपाईँ सन्चै हुनुहुन्छ भन म बिरामी छु सो गाइज एल्लुलाई चाहिँ भ्लग बनाउन दिएको मलाई देखाउ नि त अनि मलाई राम्रोसँग देखाउ नि त मलाई देखाउन जाने भने माने तिमीले ल अब यसरी देखाऊ नमस्ते मेरो नाम चाहिँ एल्लु खास एल्लुले चाहिँ यसरी बनाउनु पनि थियो तर केही छैन अब एल्लुलाई फर्स्ट टाइम हो नि त बानी छैन तर भोलि पर्सि चाहिँ हाम्रो एल्लु यस्तो इन्टरनेसनल भ्लगर बन्छ कि देश खाएर शेष हुन्छ होइन होइन बाबा जस्तै हिरो हुने होइन कि हुन्ने हो हेर न लजाको सो नि त्यसले चाहिँ घरहरू सफा गर्दैछ अनि मैले चाहिँ चिया बनाउन लागिरहेको छु गाइस त्यहाँ चाहिँ चिया पाक्दैछ देख्न सक्नुहुन्छ हाम्रो किचनमा अनि उहाँले चाहिँ क्यामेरा समात्न दिएको पुरा जङ्गै लडे जस्तो भयो होला उहाँलाई चाहिँ आडे पर्दै नजाऊ के किन्न जान्छ भनेको र
सो अनि नितेले चाहिँ यहाँ यसरी अब चट लगाएर सफा गर्दैछ सो यहाँ चाहिँ सफा गर्नुपर्ने हुन्छ गाइस नितेले गरिरहेको हुन्छ सफा चाहिँ तर यो घर खै के हो जति सफा गरे पनि त्यस्तै हो हुने चाहिँ त्यो भएर अनि यहाँ चाहिँ सब कुराहरू यसरी निकालेर सफा गर्दैछ लेट्स डु इट वर्क इन होम माई इङ्ग्लिस इज भेरी गुड यस्तो लक्षणले त म अस्ट्रेलिया पुग्छु कि यो इङ्ग्लिसले त मेरो नेक्स्ट लेभल छ नि त अनि फेरि नेक्स्ट लेभल भन्दा यहाँ चियाले फेरि नेक्स्ट लेभल टेक्ला सो मैले चाहिँ यहाँ चिया बनाउँदैछु गाइज अब चिया जे नै खाए पनि जति नै खाए पनि पेट फुट्ने गरेर खाए पनि चिया चाहिँ खानै पर्छ यो कस्तो खालको ह्याबिट हो के खालको ह्याबिट हो आई डोन्ट नो अनि थाहा छैन त्यो पनि अनि यो भ्लग कुनमा आउँछ त्यो पनि मलाई थाहा छैन म फेरि क्यामेरा आएपछि बोलिहाल्छु कि त्यो त मेरो स्वाभाविक दिस इज माई नेचर त्यही भन्छ होइन इङ्ग्लिसमा या कुन च्यानलमा हाल्ने यो भ्लग क्रेजी इन्टरटेनमेन्टमा ए त्यता पनि भ्लग आउँदो रहेछ मलाई थाहा थिएन नि त गाइज सो नितेले चाहिँ सरसफाइ गर्दैछ अनि बाहिरको वेदरहरू चाहिँ यस्तो खराब भएको छ नि गाइज तर यतिको मौसम फेरि राम्रो हो हेर्नु न टक्क पानीको मौसम बर्सातको मौसम परिरहेको छ अब हेर्नु न नङ यहाँ छैन एउटा के सोचेथे जिन्दगीमा फेरि कपिराइट लाएर उसो भइदियो भने त ज्याउ हुन्छ त्यस्तो नगरौँ त्यही नै हो अब चाहिँ नितेले सरसफाइ गर्छ कम्फोर्टेबल लुगा लाएर गरेको भयो हुन्थ्यो त अनि म चाहिँ चिया बनाउँछु सो अनि अहिले भेटौँला गाइज अनि आजको मोटीको भ्लग कसले हेर्नुभयो कसले हेर्नु भएको छैन अनि त्यहाँ चाहिँ अब मोटीको र एउटा हाम्रो ज्वाइँ साहबको फोटो जोडेर बनाएकी छिन् उसले चाहिँ मैले रिभिल नगर न हाम्रो यसलाई कसैले बोयफ्रेन्ड नखोज्यो पनि च्याट जिपिटीले खोज्यो क्या गाइज अहिलेसम्म मोटीको बोयफ्रेन्ड पत्ता लगाउन नसकेको कि च्याट जिपिटीलाई हामीले रिक्वेस्ट गरेको उतिखेरै बोयफ्रेन्ड रिभिल हुनुभयो क्या यदि तपाईँहरूलाई ट्रस्ट लाग्दैन भने फेरि होइन को केटासँग अलि यसो गर नि सानो को केटासँग हो यिनीहरूले झुट बोले जस्तो लाग्छ भने चाहिँ यता माथिको देखाइदेऊ त यो चाहिँ सिङ्गल फोटो उसको पठाएको अनि यो फोटो बोयसँग गरिदिनु न भनेको यहाँ यसरी यहाँ हाम्रो ज्वाइँ साहबको फोटो देख्न सक्नुहुन्छ अब च्याट जिपिटीले खोजेको ज्वाइँ साहब अब यहाँ के आउँछ गाइज यो चाहिँ मैले हालिदिन्छु अनि मैले कङ्ग्रेचुलेसन अब मेरो लभ अरूमा नपरिन् च्याट जिपिटीले पार्दिन्छ अरूले नखोज्दैन च्याट जिपिटीले खोजिदिन्छ भन् न यस अब अरूले खोज्दै नि नखोज्दै नि मतलब 1 2 3 उहीसँग के भनेपछि तेरो यहीसँग बिहे हुन्छ साथी को हो के हो किन हो र यस्तो तर यो फोटो भन्दा नि साथी यो फोटो चाहिँ दामी है यो चाहिँ कस्तो क्युट लाग्यो दुईटै सेभ गर न प्रतीक्षाको फेसबुक पेजतिर नि आउँछ अब सबैले कमेन्ट गर्नु अझै एउटासँग गर न कुनसँग अहिले ऊ त्यस्तै सिधा भएको फोटोसँग गर न फोटो अर्को हेर्छ अब के गर्नु गाइज काम छैन अब मैले सन्तोषसँग एकजनाको जोड्दै थिएँ कि अस्ति नै तर सन्तोषले थाहा पाए गाइज अब थाहा पाए त पाए फोटो हेर्छु कि रुक यिनीहरूमा यसमा जोड्दा कस्तो हुन्छ कसको आउँछ लज लाग्ने छ्या मोटीको बोयफ्रेन्ड मिलेन लिमिट लाग्यो ला लिमिट पनि लाग्छ कि गाइज यस्तो फेरि 1-2टा भन्दा 2टा मात्र बनाइछ यिनीहरू बल्ल अब मिल्छ अझै 2-3टासम्म चाहिँ मिल्छ कि गाइज त्योभन्दा धेरै नमिले पनि हेलो गाइज यो चोटिको फिफा वर्ल्ड कप चाहिँ एक्साइटेड डबल हुनेवाला छ तपाईँहरूको फेभरेट टिमको कमेन्ट गर्नु होला है यो टुर्नामेन्टलाई अझै एक्साइटेड गराउनको लागि तपाईँहरूलाई थुप्रै गिफ्टहरू रहेको छ जहाँ तपाईँहरूले क्यास प्राइज आइफोन 17 प्रो म्याक्स म्याकबुक जस्ता मेगा गिफ्टहरू पाउन सक्नुहुनेछ रजिस्टर गर्दा विशाल बोनस पाउनुहोस् स्क्रिनको नाम युज गर्नुहोस् र बायोमा लिङ्क राखिदिएको छु गएर चेक गर्नु होला है नमिलेर हो कि योमा गर त्यो फुल लिएकोमा फुल दिएको जस्तो आउँथ्यो कि भनेर कि मैले फेरि आयो भने त आयो नि के थाहा गाइज अनि म चाहिँ आज घर बस्दा पनि रातो कुर्ती लगाएर बसेको छु अनि यो चाहिँ मेरो छोराले ल्याइदिएको मलाई चाहिँ यो बाला चाहिँ अब यस्ता चाहिँ मलाई एलिसले ल्याइदिरहेको हुन्छ अनि मैले चाहिँ फ्रिज चाहिँ सफा गरेँ गाइज यति चिसो पानी हालेर कक्रक्क हुने क्या त्यो फ्रिज सफा गर्दा चाहिँ फ्रिज चाहिँ सफा गरेँ भाँडाहरू पनि माझा छ नि त अब किचन ऱ्याक चाहिँ सफा गर्छु बवाल लागेको मलाई यो फोटो चाहिँ किचन ऱ्याक चाहिँ अब सफा गर्छु गाइस किनकि मम्मी हुनुहुन्न झन् मम्मी मलाई कस्तो च्याट जिपिटी के पहिला चाहिँ कस्तो गराउन यस्तो बनाउन डर लाग्थ्यो कि केही हुन्छ कि जस्तो लाग्थ्यो आजकल चाहिँ सबैजनाले च्याट जिपिटी खिचेर पठाउँदा कि कस्तो डर लाग्छ च्याट जिपिटी को त सबैले प्रायले युज गर्नुहुन्छ नि त अनि मलाई नि आज फेरि कस्तो रङ्ग लागेको के रङ्ग लागेको भन्दा पनि त्यहाँ मेरो आज मैले क्युएनए गरेको थिएँ अनि प्राय कमेन्ट त्यस्तै थियो फेरि त्यहाँ थम्मेल टाइटल कमेन्ट एउटै त्यस्तो भन्नुहुन्छ भनेर अनि मैले ट्यागको त्यो थम्मेलको लागि गराएको थिएँ कि खास यो फोटो चाहिँ गाइस सजिलो छ नि आजकल थम्मेल गराउन नि
तपाईँहरू कोही केटासँग तपाईँ यही केटा हो कि हेर्नु साँच्ची यसको त यही केटासँग जोडी जम्छ क्या यसमा पनि राम्रो देखियो भाइ साथी छिटो अब मोटीको बोयफ्रेन्ड रिभिल भयो मैले एकैचोटि सन्तोषको पेजमा हालिदिन्छु क्या कङ्ग्रेचुलेसन बहिनी भनेर एउटा साडी लगाएकोमा के बिहे गरेको जस्तो इङ्गेजमेन्ट भयो जस्तोको बना म्यारिडको चारवटा भइसक्यो 3टा भइसक्यो यो केटाको तेरो फोटो पठा अनि यो दुइटालाई चाहिँ बेहुला बेहुलीको ड्रेस लगाएको बनाइदिनु भनेर भोइस गर न त्यो त म भोइस गर्छु मिल्छ कि नै सरप्राइज क्या गाइस सबैजनालाई हो त्यसमा ल गर त सुन्नु न यो फोटोलाई चाहिँ केटीलाई बेहुलीको ड्रेस केटालाई बेहुलाको ड्रेस लाएर विवाह गरेको फोटो दुइटाको जोडेर बनाइदिनुहोस् न प्लिज ChatGPT दाजु अनि यसरी आउँछ के गाइज अनि यसरी नेपालीमा आउँछ क्या गाइज अनि त्यसरी हामीले लेखेर पठाएपछि चाहिँ अब हामीले केही बोल्न मिस्टेक गऱ्यौँ भने पनि त्यहाँ लेखेको मिस्टेकै आउँछ कि सो हेरौँ अब त्यो फोटो चाहिँ के कस्तो आउँछ न हामीलाई गाली नगर्नु होला हामीले ChatGPT को सहारा लिएर तपाईँहरूलाई प्र्याङ्क गर्दैछौँ तपाईँहरूले त्यो प्र्याङ्क थाहा पाउनु होला किनकि एउटाको भ्लग फेरि मोटीको भ्लग हेरेर मात्र मोटीलाई पनि नकराउनु होला थमेलमा एउटा फोटो हो को हो त नि तपाईँको बोयफ्रेन्ड भनेर नकराउनु होला किनकि मैले खुल्ला यो फोटो अब कोहीसँग म्याच हुन नि सक्छ के हुन नि सक्छ तर फेसबुक पेजमा प्रतीक्षाले नै हाल्छ सन्तोषकोमा नि आउँछ नितुकोमा त आउँदैन नितुको पेज एक्टिभ हुँदैन के गाइज नितुको पेज कहिले कस्तो मात्र एक्टिभ हुन्छ जस्तो यस्तो ChatGPTसँग जोडेर जसले पनि प्र्याङ्क गर्न पायो होइन त एउटा कुरा गाइज यो एप्स भनेको अलिकति युजफुल पनि के अब त्यो डक्टरलाई अब हामीले सजेसन लिएर पनि अब आफूलाई केही भइरह भने रिपोर्टहरू यहाँ हाल्यो भने पनि उसले सबै कुराहरू भनिदिन्छ कि यही केटासँग हेर्नु वाह यो केटा त यो ChatGPT को उसै रहेछ क्या कसैको गाइज केटी मन परेर तेरो उसको मात्र फोटो पढा के रे मेल खाना त कसैमा पनि जाँदैन होला नि तर मैले अहिलेसम्म यसरी केटासँग चाहिँ ट्राई गरेको थिइनँ कि सो गाइज अब मेल खाना गएमा चाहिँ कसैको बोयफ्रेन्ड कसैको बुढासँग मेल खाना गएमा मोटीलाई कति क्युट देखियो चाहिँ मेरो साथी छिटो शादी गरेर म चुरा किनिदिन्छु सो गाइज त्यही नै हो हामी चाहिँ सफा गर्दैछौँ अब यो फोटोहरू देखेर कतिजना सक हुनुभयो होला सक नहुनु होला सन्तोषको गाडीमा चाहिँ तैँले फाइनल्ली भनेर हाल्दै लु है लु साथीहरू हेर्दै गर्नु होला सो गाइज अनि म चाहिँ आज तपाईँहरूलाई सरप्राइज दिनेवाला छु अनि म चाहिँ यहाँ साडी लगाएर रेडी भए भर्खर चाहिँ रिल्स गराउनको लागि किनभने मैले चाहिँ मेरो बुढाको टिकटक आइडी र इन्स्टा आइडी चाहिँ ह्याक गरेको छु यो ह्याक गर्नु चाहिँ मलाई सजिलो थिएन तर पनि मैले ह्याक गरेँ अनि म चाहिँ अब एकैचोटि के गर्छु भने टिकटकमा र इन्स्टामा चाहिँ म रिल्स गराएर पोस्ट गरिदिन्छु त्यो गर्छु अनि म चुपचाप लाएर बस्छु मेरो मोबाइलमा कति बेला फोन आउँछ फोन आएर के भनिन्छ त्यो त तपाईँहरूलाई मैले प्रतीक्षाकोबाट भए पनि भ्लग गरेर देखाइ नै हाल्नेछु गाइज सो अहिले चाहिँ सन्तोषहरू घर पनि आउन सक्नुहुन्छ म चाहिँ यहाँ साडी लगाएर रेडी भइसकेँ सुरुमा चाहिँ रिल्स गराउँछु अनि भेटौँलाई गाइज अनि म चाहिँ अब एलेक्सलाई होमवर्क गराउनु लागेको सरसफाइ गर्दाखेरि चाहिँ अनि मैले सन्तोषको आइडी चाहिँ मेरो मोबाइलमा खोल्यो दुइटै आइडी चाहिँ तर सन्तोषको रियाक्सन त्यस्तो आएन किनकि अब उसको आइडीमा केही पनि छैन मैले त्यतिकै ह्याक गरेर पनि केही पाउने होइन तर पनि खुलेपछि अब आफ्नो बुढाको आइडी तपाईँहरू पनि कति पनि बुढीहरू मेरो बुढाको आइडी लुकी हेर्नुहुन्छ नि त तर पनि त्यस्तो ह्याक कस्तो बानी हो यो नितुको त्यो सन्तोषलाई कति खनेको नभन्नु होला गाइज आफ्नो बुढाको सबै कुरा जान्ने जुनसुकै बुढीलाई पनि हक हुन्छ तर पनि मेरोमा चाहिँ झुक्केर खुलेको उसको आइडी चाहिँ नत्र मलाई चाहिँ यत्रो 4 वर्षमा नखोलेको आइडी 5 वर्ष हुनलाई यत्रो 5 वर्षमा नखोलेको आइडी अहिले खुल्नै पर्छ भन्ने पनि थिएन त झुक्केर खुलेको है साथी झुक्केर खुल्यो त खुल्यो अब मैले केही गर्न सक्दिनँ उसको फेसबुक मेसेन्जर चाहिँ मसँग थियो अनि यस्तै गर्दा खुल्यो केही पनि भएन गाइज त्यस्तैलाई धेरै सोच्नु हुँदैन अनि म चाहिँ अब यहाँ एलिसलाई होमवर्क गराउनु लाग्यो एलिसको चाहिँ यहाँ होमवर्कहरू छ नि त अनि तिमीलाई टिचरले आज 3टै नयाँ बुक दिनु भएन पहिला पेमेन्ट लिएर आऊ भन्नुभयो अनि एलिसको चाहिँ 3टा बुक चाहिँ किन्नु बाँकी थियो नि त गाइज अनि बाहिर चाहिँ नपाएर मैले चाहिँ स्कुलमै अब इक्जाम आउनु लाग्यो त्यही भएर चाहिँ स्कुलमै ल्याइदिनु म पेमेन्ट पठाइदिन्छु भनेको थिएँ भोलि चाहिँ उसलाई त्यो पनि पठाइदिनु पर्ने हुन्छ गाइज हाम्रो भान्जा चाहिँ आमामामा कति चाहिँ मजाको भएको लु हेर्नु न हेर्नु पुरा फोटो पनि पोज दिने भइसक्यो भगवान हेर्दै है 1 2 3 नदेखि कतिजना ठुलो भयो जस्तो लाग्छ हो है 1 2 3 मात्र दिएन भने पनि गाइज बच्चालाई बढ्न त्यति टाइम नलाग्दो रहेछ के यति मिस गरेको छु झन् इच्छा बिचारा खाना पनि भाउजू भन्थिन् मै चाहिन्थ्यो यता गर्न नि भाउजू भन्थिन् कसरी बसिछिन् गाइज अब भोलि त मम्मीहरू जसरी पनि आइ नै हाल्नुहुनेछ तपाईँहरूले भोलिको भ्लगमा नदेनी पर्सिको भ्लगमा त देखि नै हाल्नुहुन्छ मम्मीहरू आएको हजुर त्यो के मासुहरू पोल्छ है जोडा मिलाउने छ त्यसमा देऊ त अघि त्यो उहरू पोल्ने कुरा हो क्या
ए त्यो यसमा कनेक्ट गर्ने कुरा सो गाइस त यो हप्ता म एलेक्सलाई होमवर्क गराउँछु अनि उसको पनि एआईबाट बिएसम्म भयो होइन खै तिम्रो बिएको फोटो देखायौँ किन हामीले देखायौँ है अब उसको चाहिँ गाइस बिए पनि भयो अब घर गरेर राम्ररी खानु भन्न चाहन्छु म अब छोरी मान्छे भइसकेपछि एकचोटि त्यहाँबाट दाइलाई फोन गर्न हिमाल कि दिनेशलाई म एउटा कुरा सोध्छु यिनीहरूले त प्रतीक्षाको बोयफ्रेन्डको फोटै हेरेनछन् क्या हो किन हेरेनन् अब भ्लगमा मान्छेले भात खाँदै हेर्छ तैँले किन यस्तो गरेको उस्तै त नितु फोरी नितु यस्तो डिस भन्नुहुन्छ झन् यस्तो नगर न सानो मेरो भ्लगमा तिमीहरूले मेरो बोयफ्रेन्ड देख्यौ अब त्यस्तो त भन्दिनँ म त आउन लाग्यो ऊ चाहिँ गाइस मेरोमा आइडी खुलेको कता दाइ आइहाल्नुहुन्छ कि तर आउनु हुँदैन ढुक्क भाउ मम्मी हजुर एउटा दाँतमाथि बुरुस बनाउने नितुले दाइको आइडी ह्याक गरिदियो नितुले दाइको आइडी ह्याक गरिदिने कङ्ग्रेचुलेसन भन न मम्मी मम्मी टिचरले आइडी मोटीलाई कङ्ग्रेचुलेसन भनेन ऊ बोयफ्रेन्डको फोटो रिभिल हानि त देखेन फेसबुकमा गएर हेर न एकचोटि यता दाँतमाथि बुरुस बनाउने अनि आछि अनि प्रतीक्षाले बोयफ्रेन्ड रिभिल गर्छ फेसबुकमा देखेनौ कस्तो राम्रो हुनुहुन्छ भिनाजु मन पर्यो कि नै मन परेन एआईको भन्दा कसरी थाहा भयो तिमीलाई रिस उठ्ने तिमीहरूलाई पनि कस्तो टेन्सन भयो होला है त्यसरी आइडिया आएको त के भिडियो सेयर गर्नै पाएन भनेर है नगमान त्यस्तो टेन्सन मैले केही पनि चेक गर्दिनँ कस्तो हे धेरै मलाई दाइले के सधैँ राति पाठ पढाउँछ नि हेर न म कति ट्यालेन्ट म कलेज पढ्दा बरु यस्तो ट्यालेन्ट थिएन मलाई यस्तो आइडिया गर्न आउँथेन घर बसी मलाई मेरो पुरै ट्यालेन्ट गराइदिनु भयो मेरो प्रगति तिमीलाई मन परेन भाइ मम्मी मम्मी मलाई 1 मिनेटमा निकाल्दिनु यो तिम्रो प्रगति अलि निकाल्दिन दाइकै अब 2-3 अब सबै भ्याइयो अब के बाँकी छ र फेसबुक मेसेन्जर टिकटक इन्स्टा सबै भ्याइयो अब ल त्यही हो ल राम्ररी बसौ ख्याल गर थ्याङ्क यू सो मच तिमीलाई र दिनेशलाई तिमीले र दिनेशले मलाई ठुलो हेल्प गरेको छौ आइडी खोल्नमा तिमीले दिनेशले हेर्ने हिजो मलाई त आइडी खोलिदिएको अब के भनेको भन्छ ए दाइ त्यही हुनुहुन्छ ल म भन्दिनँ ए दाइ त्यही भएको भए त मैले भन्थिनँ नि अघि नै भन्नुपर्छ नि म त अलिक टाढा गएर बोल्यो होला भनेर ल छोड के अरे कोसँग मक्ख छ मुर्दार बुढीको मालमा आइडी दाइ एकैछिन हुनु भएन भाइ के भन्दै हुनुहुन्थ्यो म त एकछिन केही त भन्नु भन म मेरो बुढाको बाइक अरूको सिआइडी गर्न सक्दिनँ कि भाइ मलाई कसैले पैसै दिन्न म तिमीहरूको आइडी ह्याक गर्छु नो वरी डोन्ट वरी अबबाट पंगा नलिने ओके चिन्यौ नि मान्छे दिनेशलाई सम्झाइदेऊ तिमीले त चिनेकै थियो त दिनेशलाई चाहिँ सम्झाइदेऊ हामी मान्छे कस्तो हो के हो हामीले केसम्म गर्न सक्छौँ कस्तोसम्म गर्न सक्छौँ भनेर हस् तिमीहरूलाई नि ह्याक गरेर त्यहीँ लिन आउनु पर्ला म त भन्दिनँ हो मैले अब म जसको भाउजूहरू जसको बुढीहरू भेट्छु सबलाई सिकाउँछु भाउजूलाई पनि सिकाउँछु सबैलाई सिकाउँछु ल भाइ ल त्यही सुनाउ न ल बेस्ट अफ लक राम्रो गर अब केही कसैको आइडी चाहियो भने मलाई सम्पर्क गर डराउ दिदी त्यस्तो भन्नु दिदीलाई डराउ दिदीलाई सरी भन हेर त वही भ्लगमै यस्तो गरे कतिसम्म गए गुज्रेको फोटो सो गाइस त्यही नै हो सन्तोष चेता रोशनसँग बोलिरहनु भएको छ अहिले फेरि रोशनले जब गरिहाल्नु भएको छैन नि त अनि फ्री नै हुनुहुन्छ त्यही भएर पनि कुराहरू भइरहेको छ
सो त्यही नै हो आजको भ्लग पनि मैले त्यति लङ गरिनँ किनकि अब मैले यो भ्लग आज नै अपलोड गर्नुपर्छ अनि आलुलाई होमवर्क गराउनुपर्छ आमालाई बोलाइरहेको थियो म नबोलेको भएर बाहिर गइसक्यो अनि सफा पनि अझै मैले गरेर भ्याएको छैन सब चाहिँ म सुरुमा काम फिनिस गर्छु र खानाहरू पनि बनाउँछु सो आजको भ्लग चाहिँ तपाईँहरूले के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला साथसाथै मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु पनि नबिर्सिनु गाइस सो थ्याङ्क्स फर वाचिङ माई भिडियो गाइस बाई बाई एभ्रीवन लभ यु अल